हामीहरू कोरिया आएको झन्डै 20-25 दिन भएको थियो होइन। अनि हाम्रो कम्पनीको एउटा दिदीले चाहिँ हाम्रो कम्पनीकै स्टाफ हो, दिदी चाहिँ कोरियन नै हो। अनि उसले चाहिँ विगोकिङ दुग्रोकजुङ बनाउनलाई हामीहरूलाई चाहिँ गाडीमा लगेर गयो के। अनि त्यो हामीहरूले चाहिँ उसँग कुरा गऱ्यौँ के, अब हुन्छ नि अब यो इस्यु गर्दाखेरि चाहिँ के हेर्नुहुन्छ, कसरी चाहिँ इस्यु गर्नुहुन्छ तपाईँले। अनि यताउति कुरा गऱ्यौँ होइन। उसले चाहिँ हामीले सबै कुराहरू भन्यो कि हामीले चाहिँ यस्तो यस्तो गर्नुपर्छ, नेपालमा यहाँ आउँदाखेरि यत्रो धेरै मान्छेहरू हुन्छ इक्जाम दिने, अनि इस्यु नै नभएर सबजना त्यहाँ तनावमा हुन्छन् होइन, सबले पास गरेर बसिरहेका हुन्छन्, यत्रो धेरै मान्छेहरू भन्यो होइन। अनि त्यो दिदीले चाहिँ के भन्यो भन्दाखेरि इस्युको कुरामा चाहिँ यो इस्यु भन्नाले अब सिलेक्ट गर्दाखेरि के मान्छेहरूलाई उसले चाहिँ दुईवटा कुरा हेर्छु भन्यो क्या आफूले चाहिँ मेनली। अरूले चाहिँ के गर्छ थाहा भएन अरे। मैले चाहिँ जम्मा दुईवटा कुरा हेर्छु रे, त्यो अनुसार नै लिस्ट मगाएर अनि त्यहाँबाट चाहिँ सिलेक्ट गर्छु रे के मान्छेहरू चाहिँ आफ्नो यो कम्पनीमा गर्दाखेरि। त्यो दुईवटामा पहिलो कुरा चाहिँ के रहेछ भने उसले चाहिँ एज लगभग 20 देखि 30 सम्मको के। उसले मेनली चाहिँ 20 देखि 25 सम्मकै ल्याइरहेको हुन्छ नयाँ चाहिँ। हामीहरू 4 जना नेपाली छौँ होइन, 4 जना मध्ये 3 जना चाहिँ मेनु सेकेन्ड सिफ्ट हो हामीहरूको, अनि 1 जना चाहिँ मेनु फर्स्ट सिफ्ट हो। हामी 3 जना मध्ये म्याक्सिमम एज भनेकै 24 वर्षको छ कि एकजना, नत्र चाहिँ 20, 21 र 22 को छौँ। अनि एज चाहिँ उसले चाहिँ 20 देखि लगभग 25 या 30 सम्मको चाहिँ एउटा एज त्यो हेर्छु रे। अनि अर्को चाहिँ हाइट चाहिँ मिडियम हेर्छु रे क्या आफूले, जस्तै 5'8" या 5'7" देखि 5'8", 5'9" होइन 5'10" सम्म। अनि जो एकदमै ठुलो हाइट हुन्छ नि अलि, अनि त्यस्तो ठुलो हाइट भएकोलाई चाहिँ उसले चाहिँ के भनिरहेको थियो भने काम गर्दाखेरि झुक्नलाई चाहिँ गाह्रो हुन्छ अरे के। जस्तै झुकेर सामान उठाउन, अनि सामान झुन्ड्याउने, झार्ने, पेन्टिङ गर्ने यस्ता कुराहरूमा चाहिँ धेरै झुक्नुपर्ने भएर त्यस्तो भन्दा नि अलि एभरेज हाइट अनि एज चाहिँ अलि सानो एजलाई चाहिँ आफूले हेर्छु भनिरहेको थिएँ कि। अब सबै कम्पनीमा यस्तै गर्छ भन्न त मिल्दैन होइन, तर हाम्रो त्यो दिदीले चाहिँ अब त्यही भनिरहेको थिएँ। अनि त्यही कुरा चाहिँ भनौँ भनेर अहिले